आमेन। अनि वचन अध्ययन मात्र नगर्नुहोस्, पालन गर्नुहोस्। एउटा खण्ड पढ्न चाहँदैछु। पहिलो यूहन्ना 2:3 छ। यदि हामीले उहाँका आज्ञाहरू पालन गर्यौँ भने, ध्यान दिनुहोस्, उहाँका आज्ञाहरू वचनहरू पालन गर्यौँ भने यसैबाट हामी थाहा पाउन सक्छौँ कि हामी उहाँलाई चिन्दछौँ। ओके, ममा रहो भनेको चाहिँ उहाँलाई चिन्नु, एबाइड इन हिम। जसले म उहाँलाई चिन्छु भन्छ तर उहाँको आज्ञाहरू उल्लङ्घन गर्छ। एकछिन ध्यान दिएर सुन्नुहोस्। जसले म उहाँलाई चिन्छु, यसुलाई चिन्छु, प्रेम गर्छु भन्छ तर आज्ञाहरू उल्लङ्घन गर्छ भने त्यो झुटो र त्यसमा सत्य छैन। कम अन चर्च। जो व्यक्तिले म यसुलाई प्रेम गर्छु र यसुलाई चिन्दछु भन्छ तर उसले वचनहरू पालन गर्दैन भने त्यो व्यक्ति झुटो, त्यो व्यक्तिमा सत्यता छैन। दुईटा कुरा, ऊ झुटो अनि उसमा सत्यता छैन। तर जसले उहाँको वचन पालना गर्छ, उसले वचन अध्ययन गर्छ, मनन गर्छ अनि पालना गर्छ, त्यसमा परमेश्वर प्रतिको प्रेम साँच्चै नै सिद्ध भएको हुन्छ। हालेलुया। हामी उहाँमा छौँ भन्ने कुरा यसैबाट निश्चित हुन्छ। आमेन। प्रभु येशूले भन्नुभयो ममा रहो, अनि प्रभुले नै भन्नुभयो जसले मेरो वचन अध्ययन गर्छ, पाठ गर्छ अनि पालन गर्छ, यसले सिद्धता यो देखाउँदछ कि ऊ ममा छ। हालेलुया। प्रार्थना, आराधना, वचन अध्ययन, आत्माको भरपुरी अनि वचन आज्ञाकारिता, यी कुराहरूले हामीलाई दागसित जोडेर राख्छ।